हाम्रो लोक सेवाको आइटी अफिसरको लागि फर्स्ट पेपरको लागि चाहिँ कस्तो खालको सिलेबस रहेको छ भन्ने कुरा आज हामी हेर्छौँ होइन। र फर्स्ट पेपरको चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि 100 मार्क्सको एमसिक्यूहरू मात्रै हुन्छ, जसमा चाहिँ इच क्वेसनले 1 मार्क्स क्यारी गर्छ। यदि तपाईँले 5वटा क्वेसन रङ गर्नुभयो भने चाहिँ एउटा मार्क्स राइट गरेको मार्क्स चाहिँ जानेछ भन्नु मतलब इच रङ एन्सर बापत चाहिँ तपाईँको 20% मार्क्स चाहिँ डिडक्ट हुन्छ। यसमा के गरिएको छ भन्दाखेरि हाम्रो फर्स्ट पेपरलाई चाहिँ फर्दर पार्ट 1 र पार्ट 2 भनेर डिभाइड गरिएको छ, जसमध्ये पार्ट 1 भनेको चाहिँ हाम्रो जेनरल अवेरनेस एन्ड जेनरल एबिलिटी टेस्ट भयो। त्यस्तै हाम्रो पार्ट 2 भनेको चाहिँ हाम्रो जेनरल टेक्निकल सब्जेक्ट भयो। ठिक छ। हाम्रो पार्ट 1 मा हेर्ने भने चाहिँ के छ त भन्दाखेरि पार्ट 1 लाई पनि हामीले फर्दर डिभाइड गर्न सक्छौँ, जसमा जेनरल अवेरनेस र जेनरल एबिलिटी भनेर। हाम्रो जेनरल अवेरनेस भनेको चाहिँ हाम्रो थाहा भएको कुराहरू होइन, जस्तै हाम्रो यो जिके को कुराहरू चाहिँ यहाँनिर जेनरल अवेरनेसमा आउँछ। त्यस्तै हाम्रो जेनरल रिजनिङमा चाहिँ के आउँछ त भन्दाखेरि हामीले लोजिकल रिजनिङ, न्युमेरिकल रिजनिङ, स्प्याटियल रिजनिङ यस्तो कुराहरू चाहिँ हाम्रो जेनरल रिजनिङमा आउँछ। यो हाम्रो जेनरल अवेरनेसबाट चाहिँ 25 मार्क्स क्यारी हुन्छ। त्यस्तै हाम्रो जेनरल रिजनिङबाट पनि हाम्रो 25 मार्क्स क्यारी हुन्छ। त्यस्तै हाम्रो सेकेन्ड पार्टमा चाहिँ के छ त भन्दाखेरि जेनरल टेक्निकल सब्जेक्ट, जसले चाहिँ हाम्रो 50 मार्क्स क्यारी गर्ने गर्दछ। 50 मार्क्स यो भित्र पनि हाम्रो के पर्छ त भन्दाखेरि जस्तै कम्प्युटर फन्डामेन्टल पढ्ने भयो होइन, कम्प्युटरको बेसिक कुराहरू, इनपुट आउटपुट कुराहरू। त्यस्तै हाम्रो डिएससीको कुरा आउँछ, डाटा स्ट्रक्चर एन्ड अल्गोरिदमको कुराहरू, जसले चाहिँ 8% क्यारी गर्छ। त्यस्तै हाम्रो सिस्टम एनालाइसिस एन्ड डिजाइनको कुराहरू पनि आउँछ, जसले 10% क्यारी गर्छ। यो सिस्टम एनालाइसिस एन्ड डिजाइनभित्र चाहिँ हाम्रो जोइन्ट एप्लिकेसन डेभलपमेन्ट JAD पर्ने गर्छ, जुन चाहिँ हाम्रो सेकेन्ड पेपरको लागि पनि एकदमै बढी इम्पोर्टेन्ट हुन्छ। त्यस्तै हाम्रो फोर्थमा चाहिँ अपरेटिङ सिस्टम रहेको छ, जसले पनि 10% क्यारी गर्छ। अपरेटिङ सिस्टमभित्र चाहिँ हाम्रो धेरै कुराहरू रहेको छ, यहाँनिर पज गरेर हेर्न सक्नुहुनेछ। त्यस्तै हाम्रो डाटाबेस म्यानेजमेन्टबाट पनि हाम्रो 14 मार्क्सको क्वेसनहरू सोधिन्छ। त्यस्तै हाम्रो प्रोग्रामिङ ल्याङ्ग्वेजबाट 8 मार्क्सको क्वेसन सोधिन्छ। प्रोग्रामिङ ल्याङ्ग्वेजभित्र चाहिँ हाम्रो C++, प्रोग्रामिङहरूको पनि कुरा रहेको छ। त्यस्तै हाम्रो नेटवर्किङबाट चाहिँ 10 मार्क्सको क्वेसन सोधिन्छ, जसमा चाहिँ हाम्रो TCP IP LAN WANहरूको कुराहरू पनि आउँछ, नेटवर्क सेक्युरिटीहरूको पनि कुरा आउने गर्छ। त्यस्तै हाम्रो कम्प्युटर आर्किटेक्चर एन्ड अर्गनाइजेसनबाट चाहिँ 4% सोधिन्छ। त्यस्तै हाम्रो कम्पाइलर डिजाइनबाट चाहिँ 2% सोधिन्छ। त्यस्तै हाम्रो कमर्सबाट चाहिँ 4% सोधिन्छ। अनि हाम्रो MIS एन्ड वेब इन्जिनियरिङबाट चाहिँ 10% सोधिने गर्छ। त्यस्तै हाम्रो अन्तिममा चाहिँ IT इन नेपाल भनेर चाहिँ 10% छुट्याइएको छ, जसमा चाहिँ नेपालको अहिलेसम्मको IT सेक्टरको हिस्ट्रीहरू, IT को पोलिसीहरू, ETA को कुराहरू, इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट, त्यस्तै कपिराइटहरूको कुराहरू, अनि ट्रेडमार्कहरूको कुराहरू, लाइसेन्सिङको इस्युहरू, यस्तो कुराहरू चाहिँ सोधिने गर्छ। यो चाहिँ हाम्रो फर्स्ट पेपरको लागि सिलेबस भयो। यसको अझै डिटेल भिडियोको लागि चाहिँ कमेन्टमा IT अफिसर लेख्नु होला। धन्यवाद।